नमस्कार सम्पूर्ण किसान दाजुभाइ तथा दिदीबहिनीहरू। आज हामी यो अहिलेको यो सिजनमा आँप लिचीमा हुने विभिन्न खालका पोषक तत्त्व र तिनलाई आवश्यक पर्ने न्युट्रिएन्टहरू र तिनलाई कसरी चाहिँ बढीभन्दा बढी फलहरूलाई राख्न सकिन्छ भन्ने कुरामा चाहिँ थोरै जानकारी दिन गइरहेका छौँ। यो भिडियोलाई जसले हेर्नुहुन्छ त्यसले हेर्ने जति जुन किसान दाजुभाइ तथा दिदीबहिनीहरू सम्पूर्णले पहिला सब्सक्राइब गर्नुहोला र बेल आइकन गएर घन्टी पनि बजाइदिनु होला र तपाईले सकेसम्म शेयर पनि गरिदिनु होला। हाम्रो यो सानो प्रयास हो। यसले अहिले जुन पहिला त्यो बिरुवाहरुमा पानीको मात्रा उसले कति पाएको छ, बिरुवाले कति पाएको छ, पाएको छैन भन्ने कुराहरुमा पनि ध्यान दिनुपर्ने हुन्छ। त्यसैले पानी माटोको त्यसको जरामा पानीको मात्रा के कति छ त्यसलाई पनि ख्याल गर्नु होला र प्रशस्त मात्रामा पानी सिंचाइ गरिदिनु र सिंचाइ गरिसकेपछि अहिले फूल खेलेर दाना लाग्ने अवस्थामा छ जहाँ किराहरू पनि लाग्ने अवस्था छ। सकेसम्म त्यसमा फ्रुट फ्लाई टाइपका त्यो ल्युरहरू चाहिँ झुन्डाइदिनु, त्यसले चाहिँ अति राम्रो गर्छ हैन। त्यो भएन भने तपाईहरुले विषादी छर्नुहुन्छ अथवा भने र न्युट्रिएन्टहरू थर्नुहुन्छ भने यो खालको हामीसित अहिले हाम्रो पसलमा पर्याप्त मात्रामा छ। तपाईहरुले यो म्याङ्गो सम्पूर्ण म्याङ्गो स्पेशल र यो एचएस प्रोटेक्ट यो दुईटा चीज तत्काल रूपमा चाहिँ तपाईहरुले मिसाएर स्प्रे गरिदिनु भयो भने त्यसले चाहिँ बिरुवाहरूलाई लाग्ने किराहरू, त्यसमा उन्ने पुतलीहरू लगायतका कुराहरूलाई नियन्त्रण गर्नेछ। यसले बिरुवामा न्युट्रिएन्टका कारणले खस्ने जुन फल नलाग्ने जुन छ त्यसलाई चाहिँ न्युट्रिएन्ट गर्नेछ। र त्यसकारण यो हप्ता भनेको हाम्रो त्यो समय हो जुन आँप लिचीको लागि यी दुईटा अनिवार्य रूपमा छर्नुपर्ने हुन्छ। जस्तै यसको 3 ml प्रति लिटर मिसाएर छर्नुपर्छ। यो चाहिँ 2 ml प्रति लिटर पानीमा मिसाएर छर्न सकिन्छ। र यो फेरि तपाईले सकेसम्म दिउँसो 3 बजे पछिको टाइममा छर्दिनु होला र सँगसँगै तपाईले आफ्नो बोटको नजिकै लियोरहरू राखेर त्यसलाई चाहिँ त्यो बोटको बगैँचामा राखिदिनु भयो भने त्यसले अझै ती किराहरूलाई र नियन्त्रण गर्नेछ र तपाईले त्यसबाट आफ्नो बगैँचाबाट, आँपबाट, लिचीबाट पर्याप्त मात्रामा आम्दानी लिन सक्नुहुनेछ। त्यसकारण मैले सम्पूर्ण किसान दाजुभाइहरूलाई अहिले तत्कालका लागि यो दुईटा जहाँ हुनुहुन्छ तपाईले मेरो हेर्नुहुन्छ अथवा हेर्नुभएका किसानहरू जतिले यी दुईटा अनिवार्य लिएर आँप र लिचीका लागि तुरुन्तै यो हप्ताभित्र यसलाई स्प्रे गरेर लपक्क छर्ने गरी भिजाइदिनु हुन म हार्दिक अनुरोध गर्दछु। र आँप र लिची उत्पादन बढाउनका लागि हार्दिक अनुरोध गर्दछु। हस्त नमस्कार।